कन्टेन्ट सुरु गर्न खोजिरहनु भएको छ, आफ्नो ठाउँमा हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँबाट नै स्टार्ट गर्नुहोस्। जस्तो तरिकाले सोच्नु भएको छ त्यसै गरी नै सुरु गर्नुहोस्, किनभने त्यही नै सही हो। मलाई जबसम्म लाग्छ केही कुरा सिक्नुहुन्छ भने सायद त्यो समय चाहिँ तपाईँको लागि अलिकति ढिलो हुनसक्छ। तपाईँले सुरु गरिहाल्नुहोस्, गल्ती गर्नुहोस् अनि त्यसलाई सुधार्नुहोस्, त्यो नै तपाईँको लागि उत्तम सिकाइ हुनेछ। र म जति पनि कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ, जो नयाँ सिक्दै गरेका कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ, उहाँहरूको लागि केही सपोर्ट गर्न सक्छु कि भनेर चाहिँ म अगाडि बढिरहेको छु। तपाईँहरूको लागि चाहिने उपकरणहरू जो तपाईँहरूलाई ब्लग बनाउँदाखेरि या त कन्टेन्ट बनाउँदाखेरि होइन, र आफ्नो बिजनेसको लागि पनि आवश्यक उपकरणहरू तपाईँहरूलाई उपलब्ध गराउने हेतुले म चाहिँ कन्टेन्ट बनाइरहेको छु। मेरो कन्टेन्ट नै इक्विपमेन्टसँग रिलेटेड हुनेछ, ग्याजेटहरूसँग रिलेटेड हुनेछ। तपाईँहरूलाई चाहिने माइक, लाइटहरू, ट्राइपोड, अब सकेसम्म क्यामेरा, कम्प्युटरहरू सबै कुराहरू उपलब्ध गराउने चाहिँ सोच छ। अहिले जस्तो सुरुवाती चरणमा के समस्या हुन्छ भने पैसाको समस्या हुन्छ। पैसा टन्न हुँदैन, कमाइएको हुँदैन, तर चाहिएको चाहिँ धेरै चिज जस्तो हुन्छ होइन। त्यो हुनाले चाहिँ तपाईँसँग जुन चिज छ त्यहीबाट स्टार्ट गर्नुहोस्, म त यो नै भन्छु। अहिले सबैको लगभग लाग्छ, मलाई लाग्छ क्यामेरा चाहिँ राम्रै हुन्छ, ठिकै हुन्छ। त्यस्तो राम्रो भनेर धेरै राम्रो चाहिँ हुँदैन, तर भिडियो बनाउनको लागि चाहिँ राम्रो हुन्छ है। अनि त्यही क्यामेरा चाहिँ युज गर्नुहोस् भन्छु म होइन। त्यही क्यामेरा युज गर्नुहोस्, त्यसैबाट भिडियो बनाउन सुरु गर्नुहोस्, जे आउँछ त्यसलाई नै भन्नुहोस् होइन। र यसभन्दा पछाडि तपाईँलाई लाग्छ कि मलाई अलिकति केही उपकरणहरू थप गर्नुपर्छ, केही ग्याजेटहरू थप गर्नुपर्छ भन्ने लाग्छ भने तपाईँहरूले सहकार्य गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई जानेको सिकेको कुरा सिकाउने कोसिस गर्नेछु। हस् त, हजुरहरू समक्ष भिडियो आइसकेको छ भने अब सहकार्य गर्न अगाडि हजुर पनि बढ्नु होला र मैले सकेको सहयोग मैले गर्नेछु। थ्याङ्क यू।